धेरैले नपढेका, केहीले पढेका, पढेर पनि बिर्सिसकेका मेरो कथा मिस्टर शर्मा पार्सल आउँदै होला, आफ्नै स्वरमा पढ्दैछु। मिस्टर शर्मा पार्सल आउँदै होला। शर्माजीले आफ्नो कपालमा राखिएको अलग पर्ने काँटालाई निकालेर एकपल्ट ऐनामा हेरेर आफ्नो कपाललाई काइँयोले मिलाउने प्रयास गरे। झ्यालबाट हावा छिरिरहेको थियो र हावाले उनको कपालको अलगलाई बिगार्ने चेष्टा गरिरहेको थियो। उनले आफ्नो कपालमा भ्यासलिनको सिसीबाट अलिकति भ्यासलिन हातमा लिएर दले। कपालमा भ्यासलिन लगाएपछि हावाले कपाललाई बिगार्न सक्दैन भन्ने कुरा उनलाई थाहा थियो। भ्यासलिन दलेपछि फेरि एकपल्ट आफ्नो कपाललाई मिलाएर अलखलाई समेत आफ्नो हातले बडो हलुका किसिमले थिचे अनि ऐनामा आफूलाई हेर्दै भने, मिस्टर शर्माको कपाल छ्याट्ट मिलेको छ। भ्यासलिन कपालमा दलेपछि सामान्य रूपबाट बहनेर अत्यन्तै हल्का चाप बोकेर चल्ने हावाले कपाल भताभुङ्ग पनि पार्न सक्दैन र बडो मेहनत साथ बनाएको अलखलाई केही लछारपाटो पनि लाउन सक्दैन। उनी घरबाट टल्क टल्केको जुत्ता र स्त्रीको धार राम्रैसँग बसेको प्यान्ट लगाएर सडकमा निस्के। पान बेच्ने पसलमा पुगे। पान खाए, झिब्रोलाई रातो बनाए र मुखमा हर बखत जम्मा भइरहने थुकलाई पनि रङ्गीन बनाउनका लागि पानलाई बिस्तारै बिस्तारै चपाएर हिँड्न थाले। पानमा कालो सुर्ती पनि मिसाएर खान्थे उनी र सुर्ती बिनाको पान उनलाई चिनी बिनाको चिया जस्तै लाग्ने गर्थ्यो। सडकमा उनले बारम्बार पानमा मिसिएको खैरले रङ्गाएको रातो थुक थुकिरहे। पानको स्वाद आउन्जेल र चपाउँदा पाउने आनन्दको पराकाष्ठासम्म उनले पानलाई चपाए। पान चपाएर सडक नाग्दा सडक नागेको पत्तै हुँदैन। आल्तु फाल्तु मानिसले मारेका बातमाथि पान चपाएर हिँड्ने मानिसको ध्यान पनि जाँदैन। सडकमा लुते कुकुर देख्दा पनि उनी आफ्नै मुखमा रहेको पान चपाएर हिँडिरहन्छन् र सडकमा आफ्ना नातेदार देखे पनि उनी जर्दाको आनन्दमा आफ्ना नातेदारहरूलाई देख्दैनन्। देखेर भात मारेर कसैले केही गर्छ भन्ने विश्वास उनमा थिएन। पान मुखमा हालिरहेको र त्यसको स्वाद लिइरहेको बेलामा कुनै नातेदारले उनलाई सन्चै हुनुहुन्छ भनेर सोधे पनि उनी केवल टाउको हल्लाइदिन्छन् र पान चपाउन नपरेको बेलामा कसैले अवसर पाएरै सोधे भने पनि उनी भन्ने गर्छन्, सबै ठिक छ। शर्माको शरीर, उसको मन, उसको हालत बेठिक केही छैन। शर्मा आफूलाई सकेसम्म चिटिक्क बनाएर घरबाट निस्किन्छन्। हुन त उनीसँग एक जोर सुट र एक जोर मात्रै जुत्ता छ, तर भएका सामानहरूलाई बडो झटनसाथ उनी लगाएर हिँड्छन्। आफ्नो सुट आफैले धुन्छन् र आफ्नो जुत्तामा आफैले पालिस लगाएर चम्काउँछन्। मानिसले आफ्नो कुनै पनि सामग्री अरूलाई उपयोग गर्न र अरूलाई चलाउन दिनु हुँदैन भन्ने उनको धारणा छ। उनी सुट धुँदा आफूलाई सुट हालिदिएका मिस्टर वर्मालाई सम्झिरहन्छन् र लगाउँदा पनि मिस्टर वर्मालाई सम्झेर एकछिन गम्भीर हुन पुग्छन्। मिस्टर वर्मासँग उनको परिचय सहरको एउटा पान पसलमा भएको थियो। वर्मासँग परिचय हुनु अगाडि उनी मिठा पान खान्थे, तर वर्मासँग भएपछिको परिचयले उनको मिठा खाने स्वभावलाई परिवर्तन गरिदिएको थियो। पान पसलमा परिचय भएपछि कुराकानीको आरम्भमा नै मिस्टर वर्माले भनेका थिए, मिस्टर शर्माजी, जिन्दगी नै मिठो छैन भने फेरि किन मिठा पान खाएर सडकमा फिस्स फिस्स थुक्दै हिँड्नु? म त जिन्दगीलाई 20 नम्बरको कालो पत्ती फाँके मारेपछि प्राप्त भएको अवस्था जस्तै सम्झिन्छु। हेर्नुहोस् न, काम गर्यो राम्रोसँग, काम गर्यो नराम्रोसँग, काम गरे नाममा दाग लाग्ने र राम्रोसँग काम गरे पनि आफ्नो देश छोडेर अन्त काममा लाग्नुपर्ने। त्यस्तो त विश्व नै मानिसको आफ्नै देश हो, तर पनि जन्मेर अलिकति बुझ्ने भइसक्दा नै छातीमा फलानु आफ्नो देश, फलानु अर्काको देश भनेर छुट्याइदिने संस्कारमा मानिसलाई केही मानिसहरू बेरिदिन्छन्। त्यसैको परिणामले मानिसलाई चोट पुर्याउँछ। म पनि आफ्नो देश छोडेर यहाँ आएको छु चराको अध्ययन गर्न। चराको जात चिन्नु पनि केही रहेनछ। सबै चराको जात चिन्छु, चिबेदेखि लिएर जुरेलसम्म। यहाँ कति किसिमका चरा छन् त्यसको व्यापक अध्ययन गरिसके। तिनीहरूलाई मारेर
त्यसभित्र रहेका मासुहरू झिकेर मैले पराल खोजेर पार्सल गरेर पठाउनु पर्छ। चरा मार्न भनेपछि साह्रै माया लाग्छ मलाई। मारेर मरेका चरा सङ्ग्रह गर्नुमा पनि मानिसहरू किन आफ्नो गर्व सम्झिन्छन् कुनी? म चराको अध्ययन गर्न यहाँ आएको छु, तर चराहरू जङ्गलमा बस्छन्। म सहरमा घुमेर रिपोर्ट तयार पार्छु। मैले तित्रा देखेँ, मैले मैना देखेँ। पान पसलमा सुरु भएको परिचयले मिस्टर शर्मा र मिस्टर वर्मालाई एकदमै नजिकै ल्याइदिएको थियो। मिस्टर वर्मासँग परिचय भएदेखि नै मिठा हालेर पान खान उनले छोडेका थिए। तितो जिन्दगीको अनुभवमा मिठा हालेर पान खानु आफैलाई ढाँटेर हिँड्नु हो भन्ने उनलाई लाग्ने गर्थ्यो। वर्माले उनलाई क्यामेराबाट तस्बिर खिच्ने कला सिकाएका थिए। जस्तो सुकै नराम्रो चराको तस्बिर मिलाएर खिचेको र खिचेपछि प्रिन्ट गर्दा खुर्किएपछि कसरी नराम्रो चराको तस्बिर राम्रो पारेर लोकको आँखामा छारो हाल्न सकिन्छ सिकाएका पनि थिए। वर्माको क्यामेरा बोकेर हिँडेदेखि नै उनलाई त्यति साह्रो दुःख लाग्दो परिस्थितिसँग वाक्क मानेर आँखा भिजाउनु परेको थिएन। आफ्नो दुःखलाई आफ्नै घरभित्र राख्नुपर्छ र सडकमा हिँड्दा एकदमै खुसी र सुखी छु भन्ने दर्शाएर हिँड्नुपर्छ। वर्माले उनलाई यस्तै कुरा सिकाएका थिए। घाउ भएको थाहा पाएपछि त्यसमा ओखती मुलो गर्नतर्फ कोही लाग्दैनन्। बरु आफूसँग पत्ती भए पत्ती, तरबार भए तरबार, नभए चुप्पी नै भए पनि शिला खोजेर मानिसहरू घाउ भएको मासुमा रोप्न र तास्न खोज्छन्। यस प्रकारका मानिसहरूको अगाडि आफूलाई लागेको घाउ कपडाले छोप्नुपर्छ, कसैले नदेखोस् भन्नका निमित्त। हेर्नुहोस्, मलाई पनि दुबीको रोग छ। कोट प्यान्ट सर्ट र गन्जी फुकालेर हेर्नुभयो भने जताततै दुबीले बनाएका दागहरू देख्नुहुनेछ। म ती दागहरू छोप्नका लागि सकेसम्म राम्रो लुगा लगाउँछु। शरीर नै ड्याममा ढाक्ने गरेर कुनै पनि मानिस दाग नभएको धरतीमा पाउनुहुन्न र दाग छोप्नका लागि मानिसले पैसाको माध्यमबाट अरूलाई दाग लगाउने जस्तो कार्य नगर्ने ठाउँ पाउनुहुन्न। मिस्टर वर्माको कुरालाई बडो ध्यान दिएर मिस्टर शर्मा सुन्ने गर्थे र आफूलाई पनि अभावको माध्यमबाट लागेको दाग कत्रो छ भनेर हेर्ने गर्थे। घरमा एउटी लङ्गडी बहिनी थिई जसको घोडालाई एउटा सानो घाउ बढेर ठुलो भएको र त्यसको ओखतीमुलो गर्न नसकेकोले घोडा नै काट्नु परेको कुरालाई सम्झिने गर्थे। अभावले प्रदान गर्ने दाग कति खतरनाक हुन्छ, मानिस उठ्नै सक्दैन। कुनै धापमा परेर गाडिए चाहिँ अनुभव पनि हुन्छ। म पनि पैसा नभएको जुन दाग हाम्रो परिवारमा लागेको छ त्यो दाग मेटाउन शरीरभरि दुबी कोचेर चराको अध्ययन गर्ने जस्तो फाल्तु कुरामा यहाँ आएको छु। हाम्रो परिवारको अत्यन्तै दयनीय अवस्था थियो र सानी बहिनी धेरै दिन भोकै बस्नु परेको कारणमा मरेकी थिए, तर अहिले चाहिँ त्यस्तो छैन। मिस्टर वर्मा यस्तो कुरा पनि शर्मासँग गर्ने गर्थे। वर्माजीसँग आफ्नो काँधमा क्यामेरा झुन्डाएर शर्माजी हिँडिरहन्थे। एकातिर क्यामेरा, अर्कोतिर एउटा झोला र झोलाभित्र धान र चामल राखेर चराका तस्बिरहरू खिच्न। चरा आउने ठाउँमा धान अथवा चामल छरिदिन्थे र चराले खान लागेको बेलामा क्यामेरा किटिक्क पारेर फोटो खिच्ने गर्थे। चराका तस्बिरहरू मिस्टर वर्माको दराजमा खाँदका खाँद थिए। एकैपटक सबै तस्बिर पार्सल गरेर पठाउनुहुन्न। पहिलोभन्दा पछिल्लोपल्ट धेरै र पछिल्लोभन्दा अर्कोपल्ट धेरै गरेर तस्बिर पार्सल गरेर पठाउनुपर्छ। लाटो र सोझो तालमा बिल्कुलै काम गर्नुहुन्न। तुरुन्तै सबै तस्बिर पठाएको खण्डमा अर्कोपल्ट पठाएको भन्दा बढ्ता खोज्छन् र बढ्ता पठाउन सकिएन भने बेकारमा लामो स्पष्टीकरण पनि दिनुपर्छ किन पठाउन सकिएन भन्ने बारेमा। मिस्टर वर्माजी शर्मालाई काम गर्ने तरिका सिकाउँथे। आफूले अध्ययन गर्न आएको ठाउँमा अब चराहरू छैनन् भनेर जानकारी पनि पठाउनुहुन्न। चरा सिद्धेको ठाउँबाट फेरि तुरुन्तै रवाना हुने पूर्ति प्राप्त हुन्छ। आफ्नो देशमा कहिले बस्न पाएको होइन। यसो परिवारसँग बसेर बात मार्ने अवसर पनि मानिसले गुमाइसकेको छ। एकपछि अर्को ठाउँमा जानै पर्ने परिपाटीले आफ्नो देशमा कति किसिमका चराहरू छन् भन्ने जस्तो कुराको खोजी गर्न लगाउँछन्। चराको भन्दा मानिसको अध्ययन गर्ने परिपाटी जन्मे पनि त हुने नि। विश्वमा कति भोका मानिसहरू छन् र तिनीहरूका लागि के कसरी खाने सामग्री जुटाउनुपर्छ, यस्तो अध्ययनमा पो मानिसलाई खटाउनुपर्छ। मिस्टर वर्मा कहिलेकाहीँ आफ्नो पेसालाई व्यङ्ग पनि छोड्ने गर्थे र मिस्टर शर्मा चाहिँ चुपचाप लागेर पानको स्वाद लिएर उनको कुरा सुनिरहन्थे।
मिस्टर वर्मासँग मिलेर उनले धेरै चराका तस्विरहरू खिचेर वर्माकै प्रयोगशालामा तस्विर धुने कला पनि सिके। एक दिन मिस्टर वर्मा मिस्टर शर्माको घरमा पनि पसेका थिए। उनले शर्माजीकी बहिनीको गोडा फेर्न सकिने कुरा पनि बताएका थिए। तपाईँकी बहिनीको गोडामा मानिसकै गोडा त राख्न सकिँदैन, तर फलामको गोडा राखिएको र यो ठाउँबाट अन्त जानुभयो भने चिन्नेले बाहेक अरूले फलामको गोडा राखिएको स्थिति पटक्कै चाल पाउन सक्दैन। तपाईँको देशमा फलामको खानी भएरै पनि फलामबाट मानिसका लागि हित गर्ने सामानहरू बनाउने कारखानाहरू छैनन्। कसैले कतैबाट आक्रमण गर्यो भने फलामबाट बनेको तोपले जवाफ दिने अवस्था पनि छैन। म आफ्नो देश गएपछि र त्यहाँबाट फेरि विदेश गएपछि फलामको गोडा बनाउने मुलुक छानेर नै चराको अध्ययन गर्ने न्युमा जान्छु। गफ छाड्न सकिन्छ, फलाना मुलुकको भूगोल पढेको छु, चराहरू प्रशस्त छन् भनेर म पक्कै पनि तपाईँकी बहिनीका लागि फलामको गोडा पार्सल गरेर पठाउँछु। मिस्टर वर्माले मिस्टर शर्माकी बहिनीलाई हेरेर गोडा फेर्ने कुरा पनि गरेका थिए। मिस्टर शर्मा, तपाईँ एकदमै खुसी रहने कला लिएर बाँच्नुहोस्। क्यामेरा र फोटो इन्लार्ज गर्ने कलामा त तपाईँलाई निपुण बनाइसकेको छु। बहिनीको गोडा अर्को हाल्न नसिकेला भन्ने चिन्तै नलिनुहोस्। आजको युगमा हरेक कुरा फेर्न सकिन्छ। पुराना भाँडाहरू कुच्याएर फालेर फेरि अर्को नयाँ पनि बनाउन सकिन्छ। केवल समय लाग्छ र लाग्ने समयभित्र मानिस कति पनि विचलित हुनु हुँदैन। कस्ता कस्ता र कत्रा कत्रा युद्ध त थामिएको छ। समय पर्खेको कारणले गर्दा तपाईँ पनि समयलाई पान चपाए सुर्ती हालेको चाहिँ चपाएर पर्खिबस्नुहोस्। सबै कुरा समयभित्र ठ्याक्क पारेर वातावरणले पनि मिलाउने गर्छ। मिस्टर वर्माले जाने बेलामा मिस्टर शर्मालाई एकजो सुट पनि हालिदिएका थिए र क्यामेरा पनि दिएका थिए। सुट लगाउनुहोस्, क्यामेरा पनि लिने गर्नुहोस् र आफ्नो कपालमा भ्यास्टिन पनि दल्ने गर्नुहोस् र एकदमै सफा भएर सडकबाट आवत जावत गर्नुहोस्। क्यामेराले कहिलेकाहीँ बहुमूल्य क्षणको तस्विर खिच्न सक्छ। मान्छे मालामाल। मिस्टर शर्मालाई देखुन्जेलसम्म आकाशमा उड्ने हवाईजहाज चढ्दा मिस्टर शर्माले हात हल्लाइरहे। बेला बेलामा चिठी आउँथ्यो, फलामको गोडा पार्सलद्वारा पठाइसकेको छु, मिस्टर शर्मा प्राप्तिको सूचना दिनुहोला। मिस्टर शर्मा हरेक दिन आफूलाई चपचिल्लो बनाएर घरबाट निस्किन्छन् र पार्सल आउने ठाउँमा गएर सोध्छन्, मिस्टर वर्माले मिस्टर शर्माको लागि केही पार्सल गरेर पठाएका छन् कि? हरेकपल्ट अहिलेसम्म जवाब पाइरहेका छन्, आइपुगेको छैन मिस्टर शर्मा, पार्सल आउँदै होला। र यसो भनेपछि मिस्टर शर्मा भन्छन्, जहिले आए पनि म पार्सल लिएरै छोड्नुला। धन्यवाद।